जब विश्वमा राजनीतिक अस्थिरता चरम बिन्दुमा थियो, जहाँ सोभियत युनियन फुटको सङ्घारमा उभिएको थियो भने बर्लिनको पर्खालका इँटाहरू फूलका पत्ता चाहिँ बिलाउँदै थिए। त्यसैको प्रभाव नेपालमा 2046 सालको जनआन्दोलन भइरहेको थियो, जहाँ सबै दलहरू वर्तमान शासन व्यवस्था अर्थात् पञ्चायत विरुद्ध लडिरहेका थिए। त्यही एक कक्षा 9 मा पढ्ने एउटा केटोले यी सबै कुराहरू निहालिरहेको थियो, मानव एउटा सुन्दर फूल भर्खरै फक्रिन सुरु गर्ने तयारी गर्दै थियो, जसले भविष्यको सुबास बोकेको थियो, जुन युवा वयस्क र बुढाबुढी सबैका लागि एउटा प्रेरणा हुनेवाला थियो, जसको प्रशंसा सम्पूर्ण देश गर्नेवाला थियो। एसडीएक्स को भिडियोमा स्वागत। नमस्कार। तपाईले यो फोटो त कहीँ कतै देख्नु भएकै होला, नभए अब हेरौँ, चिन्नुहुन्छ होला। यो हुन् अहिलेका नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, जसलाई कसैले थापाकाजी भनेर चिन्छन् त कसैले गनगने, कसैले बाख्रेकाजी। जसले जे भने नि गगन थापाका प्रशंसकहरूको कमी छैन। त्यो एक समय थियो जब गगन थापा लाखौं युवाको प्रेरणा थिए। आजभन्दा 15-20 वर्ष पहिला गगन कुमार थापालाई सारा देशले भविष्यको प्रधानमन्त्री भन्ने गर्थ्यो। यसको कारण थियो गगन थापाको भाषण गर्ने कला। 21औं शताब्दी हो महाराज। यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने, नाथ स्वीकार हुन्न भने, नाथे हत्यारा राजाको के कुरा, नाथे उनको जनतालाई प्रभाव पार्न सक्ने भाषण शैलीले उनलाई एक प्रखर वक्ताको रूपमा चिनायो। एक समय थियो गगन थापा एक आदर्श थिए, एक उदाहरण थिए। देशकै भविष्यको रूपमा हेरिन्थ्यो। पहिलेका बालेन जस्तै चारैतिर वाहवाही थियो, तर राजनीति भाषण गरेर मात्र चल्दैन। यदि त्यस्तो हुन्थ्यो भने अहिलेको चुनावमा गगन थापा, केपी ओली लगायत कतिपय पुराना नेताहरू हार्ने थिएनन्। ती कैयौं नेताहरू जसले आफूलाई नेपाली राजनीतिको मसिहा ठान्ने गर्थे, सबै बालेनको वायुले किन उडाएर लग्यो, जसमा गगन थापा प्रमुख पात्र थिए। किन यति कमजोर भए त ती हिजोसम्म नेपाली राजनीतिका मसिहा बनिने प्रभावकारी नेताहरू। आउनुहोस् आज कुरा गरौं पुराना राजनीतिका प्रभावकारी युवा पात्र गगन थापाको राइज एन्ड फलको, जुन वर्तमान रासपा र बालेनको लागि पनि एउटा लेसन हुन जान्छ। हरेक नेपालीले चिनेको युवा नेता गगन थापाको जन्म 2033 साल काठमाडौँको प्रसूति गृहमा भएको थियो। उनका पिता नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। त्यसैले गगन थापाको बाल्यकालको केही समय सिन्धुपाल्चोकमा बित्यो। तीर्थचन्द्र क्याम्पस पढ्न थालेपछि गगन थापा विद्यार्थी राजनीतिमा लागे। नेभी संघका सदस्य भए। 2051 सालमा तीर्थचन्द्र क्याम्पसको सोभियु सदस्यमा चुनिए। त्यसपछि उनले राजनीति मार्फत नै अगाडि बढ्ने निर्णय गरे। 2055 मा उनी तीर्थचन्द्र क्याम्पसको सोभियु सदस्य सचिव हुँदै सभापतिसम्म पुगे। त्यसैगरी सोभियु केन्द्रमा उपाध्यक्ष हुँदै महामन्त्रीसम्म पुगे। नेभी संघको केन्द्रीय राजनीतिमा संलग्नता बढाए। जीवनमा पहिलो पटक 2051 सालमा उनले हिरासत बस्नु पर्यो। त्यो बेला एमालेको अल्पमतको सरकार थियो। गृहमन्त्री केपी ओली थिए। नेभी संघले नेपाल बन्द आह्वान गरेको थियो। त्यसपछि उनी 8-10 पटक जेल परे। 2059 सालमा सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा गगन थापा सहित गुरुराज घिमिरे, पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलन गर्दै बित्यो। पछि पनि उनलाई राजद्रोहको मुद्दाले छोडेन। पक्राउ पर्दै छुट्दै गरे। लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर भाषण कलाले गर्दा उनी लोकप्रिय हुँदै गए। 17,000 मानिसको हत्याको जिम्मा पुष्पकमल दाहाल र बाबुरामले लिनुपर्छ। युद्धको सृजना कसले गरेको? 5,000 को जिम्मा होइन कमरेड। 17,000 मानिसको हत्याको जिम्मा पुष्पकमल दाहाल र बाबुरामले लिनुपर्छ। नेपाली कांग्रेसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै गगन थापाले सरकारमा सहभागी भएर पनि एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गरे, जहाँ प्रचण्ड मन्त्री परिषद 2073 मा स्वास्थ्य मन्त्री समेत बने। राजाको प्रत्यक्ष शासनका बेला पनि कडा विरोध गर्ने थापाको शैली निकै चर्चित थियो। यति लोकप्रिय अनि प्रभावशाली युवा नेता भएर पनि वर्तमान समयमा गगन थापाको राजनीति अन्तिम चरणमा पुगेको अनुमान धेरैले गरेका छन्। 2082 भाद्रको चेन्जी आन्दोलनमा आफ्ना सभापति शेरबहादुर देउवा कुटिएपछि नेपाली राजनीतिक दलहरूभित्र परिवर्तनको आवश्यकता भएको भन्दै पार्टीको विशेष महाधिवेशन बोलाएर 2079 को प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा ठूलो दल कांग्रेसको सभापतिसम्म भए। तर पनि फागुनमा भएको चुनावमा पार्टी झिनो मत ल्याएर दोस्रो दलमा सीमित भयो। त्यो पनि पहिलो दल रासपा भन्दा 100 भन्दा धेरै सिटको अन्तरमा, जहाँ उनी आफै पनि हारे। रासपाका वरिष्ठ नेता बालेनको वायुमा अरू दलहरूसँगै कांग्रेस पनि लगभग विलीन भयो। आखिर किन गगन थापा जस्तो एक प्रभावशाली नेताको राजनीति 4 वर्ष अघि राजनीति सुरु गरेको दलले टुक्रा टुक्रा पारिदियो?
किन गगन थापाको राजनीतिक करियर विभिन्न चुनौती र विवादका कारण आलोचनाको विषय बन्यो? यसका धेरै कारणहरूमा नेपाली कांग्रेसका भित्री संरचनात्मक कमजोरी, समाधान गर्नमा ढिलाइ गर्नु, पार्टीको आन्तरिक समस्याभन्दा व्यक्तिगत महत्त्वाकांक्षामा जोड दिनु, नेपाली कांग्रेसको मुख्य राजनीतिक सिद्धान्त प्रजातान्त्रिक समाजवाद हो, तर गगन थापाले कहिले एमालेसँग त कहिले प्रचण्ड पतंगाले। यसरी कांग्रेस नै सैद्धान्तिक रूपमा विचलन हुँदा गगन थापाले सहमति दिए। खासमा गगन थापाले आफ्नो सिद्धान्तको राजनीतिलाई तिलाञ्जली दिँदै जता हावा चल्यो उतै मोडिन थाले। अर्को कुरा, सुरुमा राजतन्त्र होस् या पछि माओवादी वा एमालेको कट्टर शब्दमा विरोध गर्नु उनको मुख्य राजनीतिक हतियार भयो। माओवादीको दाबी छ हामी नेपालको सबैभन्दा ठुलो पार्टी हो, हामी नेपाललाई सङ्कटबाट बाहिर निकाल्छ। एउटा यस्तो विचार जसले केवल ध्वंस मात्र गर्न सक्छ, निर्माण कहिले गर्न सक्दैन। गाउनका लागि हतियार हथौडा छ तर भुन्न र सिउनका लागि सियो र धागो छैन। एउटा यस्तो आन्दोलन जसले नेपाली नागरिकलाई केवल मृत्यु मात्र उपहार दिन सक्छ, हाम्रो जीवनमा केही पनि जोड्न सक्दैन। एउटा यस्तो आन्दोलन जसले त्यो पार्टीका नेताहरूलाई गरिबीबाट मुक्ति दिन सक्छ तर आफ्नै पार्टीका कार्यकर्तालाई र आम नेपाली जनतालाई केवल मुक्ति दिन्छ त केवल हाम्रो बाँच्न पाउने अधिकारबाट, जीवनबाट मात्र मुक्ति दिन्छ। एउटा यस्तो आन्दोलन जो उग्र राष्ट्रवादको नाराबाट प्रारम्भ हुन्छ र अनिवार्यता विदेशी प्रभुहरूको शरणमा गएर टुङ्गिन्छ। गगन थापाले आफू र आफ्नो पार्टीलाई सुदृढ बनाउन भन्दा पनि चर्को स्वरमा विरोध गर्न थाले। आफू सरकारमा नहुँदा सरकारको विरोध गर्नु अनि आफ्नो पार्टी सरकारमा हुँदा चुपचाप बस्नु गगनको गल्ती भयो। एउटा नयाँ आशा बोकेर राजनीतिमा उदाएका गगन पुराना नेताहरूको ड्याङमा मिसिएको पत्तै पाएनन्। जसलाई भविष्यको प्रधानमन्त्रीको रूपमा हेरिएको थियो त्यही मान्छे पुरानै नेताहरूको शैलीमा देख्दा उनीप्रतिको जनविश्वास गुम्दै गयो। कुनै बेला साथी रहेका रवि लामिछानेले पार्टी खोलेर राजनीतिमा आउँदा गगन थापा हात धोएर उनको पछि लागे। उनले नेपालीहरूको जनभावना बुझ्नको साटो आफ्नै पार्टीको आन्तरिक गुटबन्दी र अरू दलको विरोध गर्नमै रुमल्लिरहे। आज ओलीलाई कीर्ति प्रसाद ओली भनेर केही समयपछि उनीसँगै हात मिलाए, कहिले प्रचण्डलाई आतंककारी भन्दै पछि प्रचण्डसँगै हात मिलाए। यसबाट उनी एक अवसरवादीको रूपमा देखिए। यसबाट थाहा हुन्छ कि उनी अरूभन्दा फरक थिएनन्। समय परिवर्तन भयो तर उनी परिवर्तन हुन सकेनन्। अरूलाई गाली गर्नुको साटो केही गर्न सकेनन्। न पार्टी सुधार्न सके, न आफूलाई, न पार्टी छोड्न सके। बस भाषण गरेरै समय सकाउने पुरानो परम्परालाई आत्मसात गर्दै आफ्नो राजनीतिक जीवनलाई यहाँसम्म ल्याइ पुर्याए। भाद्रमा भएको जेन्जी आन्दोलनमा देउबा दम्पति कुटिँदा सहानुभूति दिनुको साटो मौकाको फाइदा उठाउँदै विशेष अधिवेशन गराएर आफूलाई सभापति बनाउँदै देउबालाई मिल्काउनु खोज्दा आफै मिल्किन पुगे। अन्त्यमा नेपाली कांग्रेसका सभापति गगन थापाजी बिपीलाई नबिर्सनुहोस्, नेपाली जनतालाई नबिर्सनुहोस्, देशको परिस्थिति कस्तो छ र आज देश कता जाँदैछ, देश छाड्नेको ताती गनेर हिसाब गर्न नसकिने भएको छ। मौका आउँछ पर्खिँदैन, समय धेरै अगाडि बढिसक्यो। विकल्पहरू त धेरै आए तर गगन थापा जस्तो अनुभव भएको छैनन्। तपाईँ जतिको युवा छैन, जनता परिवर्तन भइसके। तपाईँ पनि परिवर्तन हुनुहोस् र आउनुहोस्, फेरि विकल्प बन्नुहोस्। शुभकामना।